नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आज उद्घाटन गरिँदै तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति। एमबीएस को प्रश्नपत्र आउट गर्ने 2 व्यक्ति पक्राउ। परीक्षा सुरु भएको 5 मिनेटमै व्हाट्सएपबाट बाहिरिएको थियो त्रिवीको प्रश्नपत्र। एमबीएस को प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। जबरजस्ती लागू गरिएको साउदी सिप प्रमाणीकरण केन्द्रमा सरकारको सील। ओलीले शिलान्यास गरेको नागढुङ्गा सुरुङ मार्गको शिलापत्र कसरी हरायो हेर्नुहोस् आजको समाचारमा। सानीमा क्यापिटलका मर्चेन्ट हेड रश्मि रिजालले आत्मदाह गरेको प्रहरी अनुसन्धानको निष्कर्ष। पेट्रोल बोकेर घटनास्थलमा पुगेको भेटियो। भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमै। केपी ओलीको आदेशले मात्र हुँदैन, एमाले सचिवालय बैठकले निर्णय गर्नुपर्छ भन्दै कोशीका मुख्यमन्त्री हिक्मतले लिए अडान। कांग्रेस महामन्त्री पौडेल भन्छन् डाक्टर केसीको सत्याग्रह गेटामा विश्वविद्यालय सुदृढीकरणकै पक्षमा छ। गण्डकी प्रदेशमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा हेर्नुहोस् आजको समाचारमा। मधेसमा 3 दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी। किशोरीको डिम्ब तस्करी प्रकरण डाक्टर नूतन शर्मा र बिचौलिया बीच भेटियो आर्थिक कारोबार गरेको खुलासा। कर्णालीका नेकपा सचेतक भन्छन् एमालेसँगको सहकार्य सहज तरिकाले अगाडि बढ्ला जस्तो लाग्दैन। एमाले नेता ठाकुर गैरे भन्छन् ओली र प्रचण्डले विदा लिँदा पार्टीमा थप ऊर्जा आउँछ। एपीएफ स्कुल घोटाला प्रकरणमा लेखा अधिकृत गुरुङ विरुद्ध अख्तियारले थाल्यो अनुसन्धान। बागलुङको बडीगार्डमा मोबाइल नदिएको न्यूमा 17 वर्षीय लजिन थापाको उनकै साथीले कुटपिट गरी हत्या गरेको खुलासा। बाराको जितपुरमा अनियन्त्रित कार पसलभित्र छिर्दा 2वटा पसलमा क्षति। डलर साट्ने भन्दै ठगी गरेको आरोपमा 4 जना पक्राउ। निशुल्क स्वास्थ्य पोर्टल सरकारको निर्देशन सरकारी अस्पतालले नै टेरेनन्। गेटाको उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेज नभएसम्म डाक्टर केसीले अनसन नतोड्ने। 300 शैय्या विस्तार नगरी चिकित्सा शिक्षा नपढाउन सरकारसँग माग। प्रस्तावित निर्वाचन आयुक्त सुब्बाले पेश गरी डिजिटल निर्वाचन र नोटाको प्रस्ताव। चिकित्सक माथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग। एमाले नेकपा समीकरणपछि कांग्रेसले 7 प्रदेशका नेतासँग गर्यो परामर्श। भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छ, हामीले उत्पादन गर्न सक्दैनौं भन्छन् उपेन्द्र यादव। लघुवित्त तथा वित्तीय शोषण विरुद्ध काठमाडौँमा पीडितहरूको राजधानी मार्च। कोदारी राजमार्ग 10 दिनदेखि अवरुद्ध, स्थानीय आक्रोशित। कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास। संवैधानिक राष्ट्र संस्था र सनातन हिन्दू राष्ट्रको पक्षमा सडक आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टीको तयारी। हेटौँडाको थाना भन्ज्याङमा 1 पुरुष मृत भेटिए। कालोपत्री सडक निर्माणसँगै फेरियो घ्याङ्ग्लीवासीको दैनिकी। दोस्रो सातामा झनै गौँथलीको व्यापार आक्रामक, शनिबार मात्रै कमायो 1 करोड 80 लाख। लिग 2 क्रिकेटमा सोझै विश्वकप छनौट खेल्ने नेपालको सम्भावना कमजोर बन्दै। काबा पुरुष भलिबलमा नेपालको लगातार 4थो हार। साउन 15 भित्र शुल्क नबुझाइ डिम्याट खाता रोक्का हुने। अनलाइनबाटै कसरी तिर्न सकिन्छ हेर्नुहोस्